हेर्नु है गाइस, यो चाहिँ गुडमा बसेको यिनीहरू। अब अघि हेर्नु आएको थिएँ 2-3 वटा हेरेर गएँ। अब अनि त्यही भएर उसको साथीभाइलाई भन्यो होला नि मन पर्यो भनेर, अनि त्यही भएर आएँ। घर मन पर्यो भनेर आइसक्यो। हेर्नु है, यसरी आउँछन् है मौरी चाहिँ। हेर्नु होला कति धेरै छन्। घरै नेरी आयो क्या, यो हाम्रो जाँतो पिउने ठाउँ हो। यसरी मौरी आउँछन् यहाँ। हेर्नु है, यसरी आउँछन्। हेर्नु है, म सबैतिर देखाउँछु। भोलि पनि भिडियो बनाएर हजुरहरूलाई हाल्छु। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यहाँतिर पनि छन् डुर है। यो चाहिँ मल साप्रा लाग्छ। अलिक हाम्रो चाहिँ जङ्गलमा घर छ, त्यसले गर्दाखेरि मल साप्रा लाग्छ एकदम धेरै। हेर्नु है, अनि काँडा लाउनुपर्छ। यसरी यहाँ पनि छ, यसरी काँडा लाउनुपर्छ। यहाँ पनि छ है। अनि यहाँ चाहिँ मल साप्राले खाएको त डुड खाली छ, पर काँडा लगाएको छ, त्यहाँ पनि छ मौरी। यसरी डुड कुकुर हाम्रोमा दौडा छ, तर घरमै बस्दैनन्। यो डग हो, टोक्ने जस्तो गर्छ। यहाँ पनि छ मौरी। हेर्नु है, यसरी मौरी छ हाम्रोमा। मौरी हो। यता पनि छ, यता उपर पनि छन्, माथिबाट पनि छ, यता पनि छ है।